के तपाईहरु 2026 मा फोरेक्स ट्रेडिङ स्टार्ट गर्दै हुनुहुन्छ? यदि स्टार्ट गर्दै हुनुहुन्छ भने आजको भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला, किनभने आजको भिडियोमा एकदमै महत्त्वपूर्ण कुराहरू शेयर गर्नेछु। सो फोरेक्स ट्रेडिङ स्टार्ट गर्नुभन्दा पहिला तपाईले फोरेक्स ट्रेडिङ भनेको के हो र यसले कसरी काम गर्छ भनेर राम्रोसँग बुझ्नुपर्ने हुन्छ। त्यसको लागि तपाईहरुले इन्टरनेटमा इनफ सोर्सहरू पाउन सक्नुहुन्छ, त्यहाँबाट तपाईहरुले राम्रोसँग बुझ्न सक्नुहुनेछ फोरेक्स ट्रेडिङ भनेको के हो र यसले कसरी काम गर्छ, राम्रोसँग तपाईहरुले नलेज लिन सक्नुहुनेछ। एन्ड यति भइसकेपछि तपाईहरुले फोरेक्स ट्रेडिङ ब्रोकर एकाउन्टलाई चाहिँ चुज गर्नुपर्ने हुन्छ। कुन चाहिँ ब्रोकरले राम्रोसँग काम गर्छ र कुन चाहिँ नेपालको लागि उपयोगी छ, त्यो तपाईहरुले एउटा राम्रो ब्रोकरलाई चुज गर्नुपर्ने हुन्छ। एन्ड चुज गरिसकेपछि तपाईहरुले त्यो ब्रोकर एकाउन्टमा एकाउन्ट खोल्नुपर्ने हुन्छ। एन्ड एकाउन्ट खोलिसकेपछि तपाईहरुले आफ्नो एकाउन्टलाई फुल्ली भेरिफाइड गर्नु होला। एन्ड भेरिफाइड गरिसकेपछि तपाईहरुको एकाउन्ट चाहिँ सेफ हुन्छ र तपाईहरुले कस्टमर सर्भिस भनौं न, कस्टमर केयर भनौं न, सपोर्ट मिल्ने छ र तपाईहरुको विथड्र पनि इजिली हुनेछ यदि तपाईहरुको एकाउन्ट भेरिफाइड छ भने। एन्ड भेरिफाइड छैन भने तपाईहरुले आफ्नो एमाउन्टहरुलाई विथड्र गर्न सक्नुहुनेछ। र एकाउन्ट पनि रेडी छ र भेरिफाइड पनि भइसकेको छ। अब त्यसपछि तपाईहरुले चाहिँ अब फोरेक्स ट्रेडिङ ब्रोकरमा त ब्यालेन्स लोड गर्नु पर्यो र नेपालको केसमा चाहिँ नेपालबाट तपाईहरुले फोरेक्स ट्रेडिङमा फन्डिङ गर्नको लागि चाहिँ तपाईहरुले स्क्रिल एकाउन्टको युज गर्न सक्नुहुनेछ। स्क्रिल भनेको चाहिँ एउटा डिजिटल वालेट हो जहाँबाट तपाईहरुले फन्डिङ यानी कि मनी ट्रान्सफरहरू गर्न सक्नुहुनेछ। सो स्क्रिल एकाउन्टबाट तपाईहरुले डिपोजिट गर्नुपर्ने हुन्छ। सो स्क्रिल एकाउन्ट पनि तपाईहरुले खोल्नुपर्ने हुन्छ र स्क्रिल एकाउन्टलाई पनि फुल्ली भेरिफाइड गर्नुपर्ने हुन्छ। स्क्रिल एकाउन्ट कसरी खोल्ने र कसरी भेरिफाइड गर्ने अलरेडी मेरो च्यानलमा भिडियो छ, त्यो तपाईहरुले डिस्क्रिप्सनमा लिंक पाउन सक्नुहुन्छ, त्यहाँबाट तपाईहरुले चेक गर्नु होला। एन्ड स्क्रिल एकाउन्ट पनि भेरिफाइड भइसकेपछि तपाईहरुले स्क्रिल एकाउन्टमा पनि त लोड गर्नु पर्यो नि त ब्यालेन्स। नेपालबाट चाहिँ अलिकति स्क्रिल एकाउन्टमा ब्यालेन्सहरू लोड गर्नलाई गाह्रो हुन्छ। त्यो भएर चाहिँ यदि तपाईहरु बाहिर हुनुहुन्छ भने, यानी कि यदि तपाईहरुको साथीहरु कोही बाहिर आफन्तहरु बाहिर हुनुहुन्छ भने उहाँहरुलाई तपाईको स्क्रिल एकाउन्टमा फन्ड सेन्ड गर्नको लागि तपाईहरुले माग्न सक्नुहुनेछ भनौं न, रिक्वेस्ट गर्न सक्नुहुनेछ। एन्ड अर्को वे भनेको चाहिँ तपाईहरुले P2P गर्न सक्नुहुनेछ। नेपालको केसमा चाहिँ P2P अलिकति गाह्रो हुन्छ, त्यही पनि तपाईहरुले गर्न चाहिँ सक्नुहुनेछ। यो भिडियो चाहिँ एउटा एजुकेसनल पर्पजको लागि हो कि तपाईहरुले P2P को लागि AIRTM को युज गर्न सक्नुहुनेछ। AIRTM क्रिएट गरेर एकाउन्ट भेरिफाइड गर्नुपर्ने हुन्छ र त्यस AIRTM मा फन्डिङ गरेर AIRTM बाट स्क्रिलमा ट्रान्सफर गर्नुपर्ने हुन्छ। यो कसरी, यो प्रोसेस चाहिँ अलि लामो हुन्छ, त्यही भएर मेरो यो डिस्क्रिप्सनमा भिडियोको लिंक छ, त्यो भिडियो हेरेर तपाईहरुले कसरी AIRTM मा लोड गर्ने र AIRTM बाट चाहिँ स्क्रिलमा कसरी लोड गर्ने त्यो भिडियोमा देखाएको छ, राम्रोसँग त्यहाँबाट तपाईहरुले हेर्न सक्नुहुनेछ। एन्ड स्क्रिलमा अमाउन्ट आइसकेपछि तपाईहरुले बल्ल आफ्नो फोरेक्स ट्रेडिङ ब्रोकरमा चाहिँ फन्डिङ गर्न सक्नुहुनेछ, डिपोजिट गर्न सक्नुहुनेछ। डिपोजिट गरिसकेपछि तपाईहरुले अब ट्रेडिङ एकाउन्ट खोल्नुपर्ने हुन्छ अब आफ्नो त्यो ब्रोकरभित्र, अनि त्यहाँबाट तपाईहरुले आफ्नो ट्रेडिङ स्टार्ट गर्न सक्नुहुनेछ। जस्तै करेन्सी पेयरहरू चुज गरेर EUR, USD, USD, JPY अब जुनमा हुन्छ तपाईहरुले त्यहाँबाट बाइ सेल गर्न सक्नुहुनेछ। तपाईहरुको मिनिमम डिपोजिट चाहिँ $10 देखि स्टार्ट हुन्छ। अब $10 देखि स्टार्ट गर्न सक्नुहुन्छ तपाईहरुले फोरेक्स ट्रेडिङ। यदि तपाईहरुले फोरेक्स ट्रेडिङमा केही राम्रो गर्न चाहनुहुन्छ भने राम्ररी बुझेर मात्र स्टार्ट गर्नु होला, नत्र भने यो एकदम रिस्की हुन्छ। सो आजको भिडियोमा चाहिँ तपाईहरुलाई फोरेक्स ट्रेडिङको बारेमा कसरी फन्डिङ गर्ने भनेर थोरै इन्फर्मेसन दिएको छु। भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला र आगामी दिनहरुमा पनि अवश्य भिडियोहरु लिएर आउने छु भन्दै आजको भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। जय नेपाल, बाइ बाइ।